सो हे गाइज गुड मर्निङ एन्ड आज चाहिँ असोज गते हो विश्वकर्मा पूजा। सो आज चाहिँ हाम्रो गाडी अनि हाम्रो हेर्ने दुईवटा बाइकहरू छ। सो गाडी र बाइक चाहिँ हामी पूजा गर्छौँ एन्ड दिस इज आवर बाइक्स दुईवटा एन्ड यो चाहिँ हाम्रो गाडी भयो। सो हामी पूजा गर्छौँ फर्स्टमा हामीलाई धुन्छौँ है, अनि त्यसपछि चाहिँ पूजा गर्छौँ। सो अब हे गाइज हामीले चाहिँ गाडीहरू धोइसक्यौँ है, अनि त्यहाँबाट हाम्रो आँगन पनि लास्टै फ्लोर भएको थियो। सो आँगन पनि हामीले सफा गऱ्यौँ अलिअलि मजाले चट्ट। सो हाम्रो तिनवटा भेहिकल श्री पशुपतिनाथले रक्षा गरून् एन्ड मैले बाहिरैसम्म सफा गरेको छु, यताउता सबतिर गेटतिर सबतिर पानी हान्ने। सो लुक हे हेलो नआइसक्यो इक्जाम कहिले भोलिदेखिबाट। सो अब चाहिँ हामी पूजा गर्छौँ एकछिन। सो त्यसको लागि म चाहिँ अब नुहाउन जाँदैछु है। सो नुहाइसकेपछि भेटौँला है। सो फाइनली हामी नुहाएर आइसकेका छौँ गाइज है, अनि अब हाम्रो गाडीहरू यहाँ रेडी छ। सो हामी सोध्छौँ भित्र गएर कि पूजा गर्ने बेला भयो कि भएन। हेलो दिदी, हेलो भाइ बहिनी हो, तिमीहरू के खाँदैछौ? सो जाउँ यहाँ सोधौँ। हेलो हेलो, यहाँ कोही नै हुनु भाइ के छ? भाइ के छ? नै हेलो बाबु बाबु नै अब यता पूजा गर्न जाने हो। होइन हामीलाई भगवान्ले धेरै साथ दिएको छ नि, तर गाडी चलाउँदा निदाइदिए निन्द्रा चाहिँ कसरी लागिरहेको छ भनेर ल बरु रेस्ट गर्नु नि, बरु टाइम बरु जाउँ जाउँ। तर तपाईँले यो सेड चाहिँ स्वाहारला सानी लिपस्टिकको all full. केमा स्टिरिङमा अहिले फलहरू किन्छ पहिला पानी चढाउने पूजा गर्ने अनि फल चढाउने हो क्या। यहाँनिर नि अब वर्षमा एकचोटि दुईचोटि गरिन्छ, अब कसरी चाहिँ थाहा हुनु त नि। आफै हुनुपर्छ नदीको दिन पनि बाबा आफू गर्नु आफ्नो विश्वकर्मा पूजा आफू गर्नुपर्छ के आफू लिएर हिँड्नु भएपछि।
करे खाँदा छैन स्टार्टै छ कस्तो चाहिँ बिहान स्टार्ट छ गाडी थालै नहुँदैछ अनि स्टार्ट त छ नि ऊ त बाइकको आवाज ठुलो रहेछ क्या खायो खायो एक वर्ष भयो लिने आएन त बाइक त नि एक वर्ष भयो स्वस्तिक ए वेङ्कटेश्वर मन्दिरको त्यो त्यो तिल पनि सबै चढाउने हो नि जे होइन त्यहाँ थालीमा भएको सब सामान युज गर्ने हो क्या बाबा फुल पनि हो माटो हान्नु परेन नमस्ते गर यहाँ यहाँ जी गर आऊ राम्रो छ धुपले मजाले धुपाएर अहिले हाजमाला लिएर आएको छ त्यसै चाहिँ सिसामा मान्नुपर्ने एउटा पुगेन होइन एउटा बाबाले त चढाउनु भयो नि त जी जी गर भाइ ल जी गर घुमाइछु बाबा पल्लोतिरबाट लिएर आयो होला कि गाडीको बाङ्ले चाहिँ बनाइदिनु क्या होइन बाहिरपट्टि चाहिँ सबै बनाएको हुँदो रहेछन्
सो गाइज अब हामी चाहिँ पूजा भाँडा बोकेर यहाँ भित्र जाँदैछौँ है सबतिर पूजा गर्नलाई। सो हामी चाहिँ चुलोहरू पनि पूजा गर्नुपर्छ नि है। सो चुलोहरू हेलो म्याम घन्टी बज्दैछ यहाँ। हामी चाहिँ चुलोहरू पूजा गऱ्यौँ है। सो यो खाना पनि पर्नु भएन नि त होइन। यो ओभन पनि ओभनमा चाहिँ हामीले करेन्ट लाग्ने भएको छ है। त्यही पनि गर्ने यतापट्टि के गर्नुपर्ने छ चुलो गर्नुपर्ने छ त्यतापट्टि। कस्तो दिन्छ नि आउँछ है होइन त हो नि त। आमा छोरा छोरी सबको पाला आउँछ। सबको पाला आउँछ यहाँ। सबका दिन आएगा भने अब आज बटुलाई पनि पूजा गरिन्छ कसलाई उहाँ अगाडिको घरमा। अगाडिको भने हजुर आज एकादशी नि त। अरू केही छुटो त हाम्रो फ्रिज यहाँ पनि छ त फ्रिज त। सो भ्याइयो होइन यहाँ नि छ त फ्रिज चल्दैन। सो हामीले लगभग कतिर पुरा गरे भ्यायौँ है। उठाउनु उठाउनु पुग्छ है। हिमांशुलाई नमस्ते गरेर पर्दैन जिगर जिगर यता होइन उतै फर्केर गर्दा हुन्छ। हजुर सधैँ साथ दियो अहिलेसम्म साथ दिएकै छ। तिमीलाई त टिका लगाइसक्यो होइन मलाई लागिसक्यो टिका। सो फाइनली हाम्रो पूजा सकिसक्यो। बाबा मेन क्यारेक्टर हेलो गाइज भन्यो। के छ गाइजहरूको खबर भन। सो थ्याङ्क यू सो मच फर वाचिङ एन्ड सी यू इन द नेक्स्ट भिडियो गाइज।